नमस्कार। आज 2081 साल चैत्रको 29 गते शुक्रबार। त आज विषय लिएको छौँ यी शिक्षक आन्दोलनकै कुरा गरौँ। किनभने शिक्षक आन्दोलनले अहिले बेकराल रूप लिइसकेको छ र धेरै दिनदेखि शिक्षकहरू सडकमा छन् र अहिलेसम्म आजको मितिसम्म सरकारले त्यसलाई सम्बोधन गर्न सकेको छैन र सरकारले सम्बोधन नगर्नुको अर्थ नै यो आन्दोलन सङ्कटमा पर्नु हो। आन्दोलन सङ्कटमा परेपछि धेरै कुराहरूको मतलब के भने विपत्ति आउँछ। एउटा विद्यालयहरू खोल्ने विषयमा अन्यल छ, दोस्रो शिक्षकहरूकै भविष्य अर्को अन्यलमा छ र तेस्रो विद्यार्थीहरू जो एसएससी दिएर बसेका छन् तिनका काबी जाँच्ने कुरा पनि अन्यलमा भयो र तिनको रिजल्ट छँदैछ र त्यसको अतिरिक्त अब नयाँ सत्र शैक्षिक सत्र खोलेर चाहिँ नि शिक्षालयहरू अरू कक्षाका शिक्षालयहरू खोल्नुपर्ने ठाउँमा त्यो पनि मतलब के भने अनिश्चित भयो भन्दाखेरि 4-5वटा मतलब के भने समस्याले चाहिँ ग्रस्त बनाउँछ यो शिक्षक आन्दोलनले निम्ति आएको विपदहरू। त यसमा अब सरकार किन मौन छ, सरकारले किन हेर्दैन भन्ने कुरा जति दिन बित्दै गयो त्यति दिन शिक्षकहरूको माग बढ्दो छ। अहिले शिक्षकहरूले हिजो मात्र शिक्षा मन्त्रीसँग बसेर कुराकानी गर्दा शिक्षकहरूको कुरा मिलेन। नमिलिसकेपछि शिक्षकहरूले 24 बुँदा लिएर दिएर त्यसको चाहिँ माग दाबी गरेका छन् र तुरुन्तै यो आउने अधिवेशनमा त्यो विधेयक आउनु पर्यो वा अध्यादेशबाट सम्बोधन हुनु पर्यो, अन्यथा चाहिँ शिक्षक आन्दोलन बन्द हुँदैन भनेर प्रष्ट रूपमा भनिसकिएको छ। यो भनेको अत्यन्त नराम्रो कुरा हो। यसले वास्तवमा सरकारलाई चाहिँ नि अप्ठ्यारो पारिसक्यो। अब सरकार दिउँ शिक्षकहरूलाई दिउँ, धेरै ठुलो आर्थिक भार पर्छ र एक किसिमको साँच्चै भनौँ देशको आर्थिक नै डामाडोल हुने अवस्था नि आउन सक्छ। 4 लाख शिक्षक छन्, तिनलाई चाहिँ नि मतलब के भने 4 लाखलाई प्रति वर्ष 10,000 को दरले अथवा 15,000 को दरले मात्रै बढ्यो भने पनि भन्दाखेरि ठुलो कुरो होइन, हेर्नखेरि ठुलो होइन, तर आर्थिक भाग धेरै ठुलो पर्छ र त्यसको फ्यासिलिटीहरू उनीहरूले जो मागेका छन् अन्य सेवा सरह जस्तो निजामती सेवा सरह शिक्षकहरूलाई सेवा दिनु पर्यो। दोस्रो शिक्षकहरूको जुन अस्थायी समय छ, अस्थायी समयमा अस्थायी पिरियडमा पढाएको छन् र भने त्यो पनि पेन्सनमा जोड्नुपर्छ। यो पेन्सनले निम्त्याउने भरि खतरा त छँदैछ, किन सरकार अब सबैलाई पेन्सन दिने अवस्थामा छैन, किन सरकारसँग आर्थिक अवस्था डामाडोल भइसकेको छ। अब पेन्सन कस्तो छ भने तपाईँको यो के अरे प्रहरी र सैनिकहरूको चाहिँ नि 20 वर्षमा पेन्सन हुने भएको हुनाले बडो छोटो उमेरमै चाहिँ पेन्सन जान्छन् र कमसेकम 50 वर्षसम्म पनि पेन्सन खाने अवस्था सिर्जना भएको छ। त्यो अति डर लाग्दो। अब यसमा कसरी व्यवस्थापन गर्ने भविष्यलाई, त्यो अर्को छ। यतापट्टि 57-58 वर्ष भनेको छ, त्यसले पनि मतलब के भने पेन्सनको चाहिँ समस्यालाई चाहिँ उजागर गर्छ र त्यसैले यो शिक्षकहरूको आन्दोलनलाई बडो बुद्धिमत्तापूर्ण तरिकाले भविष्यमा कुनै किसिमको आर्थिक भार नपर्ने तर शिक्षकहरूको नि सम्बोधन हुने किसिमको बीच बिचाउको बाटो कसरी अपनाउन सकिन्छ भन्ने कुरा विज्ञहरू छैनन्। किनभने राज्यमा विज्ञहरूको अभाव छ, अहिले जानकारहरूको अभाव छ, किन सबै बाहिर बसिरहेका छन्, रमिताइरहेका छन्। अनि काम नलाग्ने व्यक्तिहरू सरकारको चाहिँ अनेक तहमा चाहिँ हावी भएका छन्। पार्टीमा पनि त्यस्तै छ र सरकारको विभिन्न तहमा जस्तो योजना आयोगमा भन्नुहोस् अथवा चाहिँ अन्य विज्ञहरू अर्थ मन्त्रालयका विज्ञहरूमा सबै चाहिँ आफ्नो मान्छे र विज्ञको नाउँमा मूर्खहरूलाई चाहिँ लगेर राखिएको छ, जसले कुनै पनि वे आउट निकाल्न सक्दैन, माथिको बाटो हेर्छ। जङ्गबहादुरले के भन्नुहुन्छ त्यो अनुसार चाहिँ मतलब के भने अब काम गर्नुपर्छ भनेर सिपाहीले बन्दुक समातेर बस्यो भने जङ्गबहादुरको सनकमा के चल्छ त्यो अनुसार चाहिँ बन्दुकको चाहिँ नि चल्दी भयो। त्यो भन्नाले कुनै पनि मतलब के भने सिपाहीले आफ्नो हातमा भएको बन्दुकलाई आफ्नो विवेकले प्रयोग गर्न नपाउने, माथिको आदेश कुर्नुपर्ने भएपछि यस्तै किसिमको चाहिँ अवस्था शिक्षा क्षेत्र भने अहिले भयो। अब पार्टीका मान्छे सबै
आफ्नो स्वार्थमा हेर्छन्, मेरो समुदायलाई कति फाइदा हुन्छ, अर्को समुदायले कति फाइदा पाउँछ भन्दाखेरि त त्यसरी चाहिँ प्लस माइनसको हिसाब गर्दाखेरि त डेफिनेटली निश्चित रूपमा चाहिँ नि मतलब के भने अब समुदायको चाहिँ नि हिसाबमा हेर्दा अर्को समुदायले फाइदा पाउनु पनि भएन त भन्नाले अब धेरै चाहिँ नि मतलब आफ्नो समुदाय कम छ, आफ्नो चाहिँ पार्टीका मान्छे र अर्को पार्टीका मान्छे धेरै भएको कारणले गर्दा अरूलाई लाभ हुन्छ कि भनेर डर त्रास पनि छ। त त्यसैले यसलाई कसरी चाहिँ मतलब के निप्ट्याउने र यो 24 बुँदे जुन माग छ त्यसलाई कसरी सम्बोधन गर्ने र शिक्षक समस्यालाई कसरी हटाउने। मैले यसभन्दा अघि पनि भनिसकेँ, शिक्षकको समस्या भनेको धेरै ठुलो समस्या हो, यसलाई चान्चुले मान्नु हुँदैन। अहिले अब 2 हप्ता हुन लागिसक्यो, शिक्षकहरू अहिले सडकमा छन्। हिजो त पुरै हिजो र अस्ति पुरै यो बबरमहलको बाटो बन्द थियो र धेरै ठाउँमा घुमेर हिँड्नु पर्यो, ट्राफिकहरू तैनात छन्, बाटो नयाँ बाटो खोल्नुको लागि बाटो छैन, मूल बाटो नै बन्द गरिदिएपछि ठुलो भयावह स्थिति आएको छ र यसलाई चाहिँ सरकारले सम्बोधन गर्न सकेको छैन। यो चाहिँ सम्बोधन गर्नुपर्छ। त्यो मेरो धेरै बलियो मतलब के भने एउटा माग छ कि जसरी पनि सम्बोधन गर्न पर्यो, बिचबिचाउको बाटो गरेर र विज्ञहरूको चाहिँ सल्लाहअनुसार सरकारलाई कम भार पर्ने र शिक्षकहरूलाई पनि सम्बोधन हुने र समस्या पनि समाधान हुने बाटो खोज्नुपर्छ। अन्यथा यसले बडो नराम्रो अप्ठ्यारो अवस्था सिर्जना गर्छ भन्ने मेरो भनाइ छ र यसलाई विचार गरेर समाधान गर्नेतर्फ लागौँ।